Vishoyatra touching the sky, telling the story. अहिले म यो धुलखेलको यो हिमालयन डिस्ट्रिक्ट रिसोर्टमा आइसकेको छु। यहाँबाट खास आज हामी यहाँ बसिसकेपछि भोलि बिहान यो धुलिखेल नजिकै रहेको यो 1000 स्टेप सिडी चढेर एउटा मन्दिर जाँदैछौँ, कालिका मन्दिर। त्यो मन्दिरको दर्शनको लागि आज हामी एक रात यहाँ बसिरहेका छौँ र यो डिस्ट्रिक्ट हिमालयन रिसोर्टको बसाइ, स्विमिङ पुल र तपाईँको सुताइ के कस्तो छ भन्ने कुरा म यो भिडियो मार्फत देखाउने छु। अवश्य हेर्नु होला। ल युवराज दाइ गुड नाइट, अयान दाइ दिनेश गुड नाइट। ल ए 1000 स्टेप को उसमा सुरु गर्दैछौँ। अब 1000 स्टेप नै छ त, यसमा 1000 स्टेप। ल रमाइलो कसो लागिरहेछ? शरीरलाई चाहिँ सुगर राख्नु नरे। ल प्रदीप के छ हल्का बेला पुरा भिडियो खिच्दैछ। ल कतिवटा भयो त अलि स्टेप बनेको? कति हो? ए विनोद कति लगभग कति? टक टक टक। ल भने ल जो सही वहाँ ल ल दगलले कस के हो यो खानेकुरा? ल जोस् रमाइलो भइरहेछ, अगाडि बढिरहेछ। यो काभ्रे प्लान्चोकको धुलखेलबाट अगाडि बढिरहेका छौँ र साथीहरूले के हेर्दै हुनुहुन्छ फेरि यहाँ माता दक्षिण काली मन्दिर 1000 सिडी के यहाँबाट सिडी यताबाट हो, यताबाट नै छ। ल हाम्रो नवीन भाइले पुरा चाहिँ भगल गर्दै हुनुहुन्छ पुरा। कति अझ कति सिट छ बाँकी? उहाँ होइन यसो त उहाँलाई गरिराख्ने बानी छ नि त। त्यही हो, अझ पनि यहाँ पनि गर्नु अझ छोडेन उहाँले। बेनीको माया साथीको साथ पठाउनु भने फेरि सुरु हुन्छ यहाँबाट। त्यो प्रभात शान्त वातावरण खुला आकाश मनले बिहानको ब्रेकफास्ट त पुरा घट्ने भयो मजाले। कोही त यो किसिमको यो रमाइलो हो। यो पनि हो जस रमाइलो भइरहेको छ, उकालो उक्लिरहेको छ। ल फेरि यहाँ पिच रोड। ल आमा त्यो भाइहरू हो कि बहिनीहरू हो? गोठ। ल गोठ ल बिम गरेको छ दुईजना बहिनीहरूले। आमा छेउछेउमा पानीको बोतल राखेर। ल लगभग कति मिनट भयो हिँडेको हामी? 5 मिनटभन्दा बढी भयो। कति स्टेप भयो?
यहाँ कुनै शिव पार्वतीको फोटो हो कि के हो रमाइलो भइरहेछ इन्जोय भइरहेछ अनि यो उकालो चढ्दादेखि आनन्द भयो आनन्द पेट पनि घट्ने घट्ने स्वास्थ्यलाई खत्तम पर्थ्यो हो एकदम लेडिजहरू पछि परेका छन् लेडिजहरू पछि जेन्ट्सहरू अगाडि बढिरहेको छ ल यो रमाइलो फेरि अर्को एउटा पिज आएको छ ल अब 3वटा पेज क्रस गरिसकेको छ फेरि अर्को एउटा पिज ल है ल यो टुमा जाने फोटो खिच्ने त यो होला ल सेल्फी गुड आधा बाटो आइयो ल जस ल धेरै अक्षर लेखिएको छ आफ्नो मान्छेहरूले है जय लक्ष्मी भनेर लेखिएको रहेछ यहाँ ल गजब साइन हो यो ढुङ्गामा आफ्नो नाम आफ्नो प्रेमिकाको नाम त्यसको नाम लेख्ने चलन रहेछ यहाँ कोही छ भने लेख्नु नजिकको मान्छे शुभचिन्तक लेखे नि हुन्छ एक्स भनेर हरियाली जंगल शीतल बतास मनभित्र भरियो नयाँ विश्वास चराको गीतसँग ए कसले बनाएको यो बाटो चाहिँ खास यो नगरपालिकाले हो कि स्थानीय नगरपालिका अनि जीविका सबै मिलेर ए त्यहाँ पनि लेखिरहेको छ नि कोले बनाएको भन्ने कुरा होइन ए कति लाख कति? 20 वर्ष हुनु आयो ए 20 वर्ष हुनु लाग्यो ल जय शम्भ जय शिवनाथ लगभग 20 वर्ष अगाडि स्थानीय वासी र नगरपालिकाको नेपाल सरकारको संयुक्त लगानीमा निर्माण गरिएको यो 1000 सिडी 1000 सिडी क्रस गर्दैछौँ लगभग अहिले हामी हिँडेको शान्ति वन छ यहाँ शान्ति वन पनि छ है अहिले चाहिँ बन्द भइरहेको छ त्यो ए शान्ति वनमा अशान्ति भयो क्या होइन त्यो बुढा पाले बिरामी भएर ए शान्ति वन छ अनि स्ट्याचु बुद्धको छ होइन बलभद्रको छ ए बलभद्रको पनि छ गुरुप्रसाद मैनालीको ए छ ए गुरुप्रसाद मैनाली पृथ्वीनारायण शाह अनि अर्को को बलभद्र कुँवरको पनि फोटो छ त्यहाँ है भयो फोटो होइन नुर शालिग छ जति ल हाम्रो सुनिलजी एकछिन रेस्ट गर्दै हुनुहुन्छ यहाँ बसेर गाउँघरको चौधरी सम्झेर पुरा सुनिलले चाहिँ पिकनिक ल ल अब को आए को बसे के ए चन्दा दादा ए काठमाडौँ रोड दिएका छन् काठमाडौँ छ जर्मन छ ए जिल्ला प्रहरी कार्यालयबाट पनि रहेछ है ल सबैभन्दा बढी चाहिँ हाम्रो चाहिँ शिखर इन्सुरेन्स कम्पनीबाट पनि रहेछ ल जोस् राम्रो रहेछ ल ल ल धन्यवाद छ तपाईँको योगदानबाट चाहिँ हामीले निर्मित यो सिडीमा चाहिँ आज चाहिँ मजाले घुम्न पाइयो जोस् हाम्रो यहाँ स्थानीय सर पनि हुनुहुन्छ उहाँले चाहिँ केही कुराहरू यहाँ पहिलाका इतिहासको कुराहरू पनि भन्दै हुनुहुन्छ जोस् अनि हाम्रो शान्ति वन भन्नाले कहाँ पर्छ यो है ए ए ए किन अहिले बन्द छ क्या हो अहिले त्यो पाले बिरामी भएकोले बुढो बिरामी भएकोले खास त्यो भित्र के चिजहरू हेर्न पाइन्छ शान्ति वनको अब बुद्धको मूर्ति भयो त्यहाँ अरू सानो सानो ए त्यो बुद्धको ठुलो एउटा मूर्ति देखिने त्यो येलो येलो कलरको त्यही छ ओहो त्यसो हेर्न पाइएन त्यो भित्र जान गेटबाट हेर्ने भित्र जान पाइन्न अहिले चाहिँ खोला छैन पाले आएको छैन पाले छैन ए अहिले फर्किँदा पस्दा हुन्छ नि होइन
ल जोस् बिहानको चाहिँ ब्रेकफास्ट चाहिँ मजाले चाहिँ डाइजेस्ट भएको छ होइन त ल तर यो त आउनै पर्ने ठाउँ रहेछ होइन फेरि यसो पोल्युसन छैन नि पिस छ एयर क्लियर छ यो म त योगा मेडिटेसन गर्ने ठाउँ रहेछ कि यो चाहिँ होइन माइजू ल एकदम ल ठिक छ अनि रश्मि कस्तो लागिरहेछ ल ल जय होस् ल आउनु ल आउनुहोस् माइजू शान्ति बन्ने यता रहेछ तर अहिले हाल चाहिँ त्यहाँ सेक्युरिटीले बन्द गरेको रहेछ ल जोस् ल कस्तो अनुभव भइरहेछ तपाईँहरूलाई चाहिँ रमाइलो रहित राम्रो हो नि रमाइलो हो नि आएको बेला मौका छोपिहालियो होइन हो नि हो जस हो नि अलिकति समय लिएर हिँड्नुपर्छ जस्तो लाग्छ मलाई हो एकदम जोस तर जोस यो ठाउँ मलाई एकदम मन पर्यो है एकदम हावा एयर पनि एकदम क्लियर छ होइन अनि पिस पनि होइन साउन्ड पोल्युसन पनि छैन एयर पोल्युसन पनि छैन पुरा बिहान खाएको ब्रेकफास्ट पुरा डाइजेस्ट भएको छ हिमालयन डिसी रिसोर्टको चाहिँ पुरा लग्जरियस ब्रेकफास्ट चाहिँ यो चाहिँ 1000वटा सिडीले चाहिँ चट्ट खाइदिने भयो गुड उहाँले राम्रो कुरा गर्नुभयो चढ्दा 1000 झर्दा 1000 हो सजिलो हो बाल बालिका बच्चा बुढा तन्दरी सबैलाई चाहिँ बनाएको रहेछ यो ल गुड धन्यवाद आशीर्वाद हो नि यत्रो पसिना निकालिदियो हामीलाई होइन यही पसिना निकाल्नलाई काठमाडौँमा कति पैसा दिनुपर्छ होइन पैसा ल यसो ओड लाग्ने ठाउँ पनि रहेछ यहाँ चाहिँ व्यवस्था गरिएको बस्नलाई सिडी चौतारा जस्तो गाउँघरको चौतारा जस्तो र त्यो पनि रहेछ र चराचुरुङ्गीहरूको आवाज एकदम नआउनेलाई किन आएन मिस भन्ने कुरा खालको चाहिँ रहेछ इन्भाइरोमेन्ट यहाँको अब कति छ दाजु अब यहाँबाट आउनलाई अब एक राउन्ड हो हजुर पनि सधैँ आइराख्नुहुन्छ क्या यो ठाउँमा ए त हजुरको मर्निङ वाक हो यो ए हजुर ए सधैँ आउनुहुन्छ तपाईँ गुड हो जति हामीले सास लिन सक्यौँ नि ब्लड सर्कुलेसन राम्रो हुन्छ त्यसले गर्दाखेरि बडीको अर्गानहरू पनि एक्टिभ हुन्छ राम्रो पनि हो यो तर राम्रो लाग्यो मलाई चाहिँ यो चाहिँ त माथिबाट डाँडाबाट पोखराको अन्नपूर्णसम्म ए यहाँबाट ए पोखराको चाहिँ अन्नपूर्ण हिमाल त्यसो भने सिधै यहाँबाट हिमालै देख्छ लाङटाङ गौरी शङ्कर गणेश हिमाल चुली अरू सबै देखिँदो रहेछ तर आज हामीहरूले चाहिँ यो बर्खा लाग्यो राउन्ड गुड हाम्रो साथीहरू चाहिँ एकदमै पुरा जोस जाँगर समेत हिँड्नुभएको छ यही गेट हो ल अब कालिकामै जाने कालिका मन्दिरमा ठिक छ कालिका मन्दिर के भोग पनि चल्छ त्यहाँ लगभग 1000 सिडी यहीँसम्म हो कि अझ छ ल लगभग अहिले पैदल यात्राले गर्दा लगभग 1000 सिडी र केही माथिसम्म छ भन्ने यहाँ हाम्रो स्थानीय सरले भन्दै हुनुहुन्छ र हाम्रो भाउजूले चाहिँ भिडियो खिच्दै हुनुहुन्छ तपाईँ गाडीमा आउनुभएको ल तपाईँ त चाँडै आइपुग्नु भएको छ गुड ल अझ यहाँबाटै माथि हो ल यो ठाउँ
मोटर बाटो र यहाँ चट्ट चाहिँ स्थानीयहरूले चाहिँ खानेकुराहरू बेच्न राख्नुभएको रहेछ ल देवीस्थान यो छाप्रो पसल ल यहाँबाट चाहिँ ठाडै रहेछ ल टावर पनि रहेछ ल जाऊ यो त ठाडै मौसमले अलिअलि साथ दिएको चाहिँ छ नत्र पानी परेको भए गाह्रो हुने थियो बादल घामलाई चाहिँ बादलले सेकेको छ मान्छे कस्तो अनुभव भइरहेछ रमाइलो भइरहेछ है ल देउलो ठाउँ ल यहाँ पृथ्वीनारायण शाहको चाहिँ मूर्ति पनि रहेछ स्ट्याचु ल आइपुग्यो हामीहरू चाहिँ राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मानमा धुलिखेल विदेशीहरूले फोटो खिच्दै हुनुहुन्छ ल गणेशको चाहिँ मन्दिर ल राम्रो यो के हो कसको ऊ हो यो के हो यो गुरु रुम्बस के हो कालीका माता कालीको लडाइँ सेकेपछिको लडाइँ सकिसकेपछि युद्ध सकिसकेपछि लक्ष्मीको स्वरूप बनाएर राखेको राइट शमशेर दाइ जस रमाइलो भइरहेछ एकदमै है र आउनैपर्ने ठाउँ रहेछ है एकदमै जोस् रमाइलो छ एकदमै पानीको व्यवस्था पनि रहेछ डाँडा भयो भने पानीको व्यवस्था आकाशबाट परेको पानी हो कि मूल फुटेको पानी हो यो देखिन्छ ओहो यहाँ टावर पनि टन्नै रहेछ टावर कुन टावर हो ल टावर माथि प्लेन यो एनसिएलको हो कि दूरसञ्चारको हो कि के को हो यो ल जोस् तर मूलको पानी जस्तो पनि छ है होइन ल यहाँ चाहिँ तपाईँको पिकनिक खाने ठाउँहरू यो चाहिँ ओहो ल एकदम राम्रो ल अर्को पालि आयो भने यहाँतिर आउनुपर्ने जस्तो देखियो है पिकनिक खानलाई ए लाली गुराँस पनि रहेछ यहाँ चाहिँ अलिकति लाली गुराँस चाहिँ यो मौसममा त फुल्नु त नपर्ने हो यो लाली गुराँस होइन यो ए जस्तै लाली गुराँस ठिक छ अहिले ठ्याक्कै एक राउन्ड लाग्यो कालीका मन्दिरलाई भित्र जान पाइन्छ पाइन्न ल भित्र जाउँ न त माथि कहाँबाट यहाँबाट राइट टर्न गर ल आउनु सरदाई ए कालीका मन्दिर आऊ सुनि ल अब हामी कालीका मन्दिरभित्र प्रवेश गर्दैछौँ कालीकाको नाममा चढाएको घन्टीहरू त्रिशूलहरू होइन बसेको होटल चाहिँ त्यो यतापट्टि त्यहाँ तलपट्टिको चाहिँ होटल भयो हाम्रो चाहिँ हिमालयन दृष्टि रिसोर्ट यो साइडको 3-4 घर भयो त्यहाँ यो साइडमा भयो ल धुलिखेललाई आत्मसाक्षी राखेर चाहिँ 4 जना अरूले मोडलहरूले चाहिँ नेपालका टप मोडलहरूले चाहिँ यहाँ चाहिँ टिकटक बनाउँदै हुनुहुन्छ अब भाइरल हुन्छ होला सायद यो चाहिँ अहिले अब हाम्रो यहाँ आजको कार्यक्रम समाप्त भएर ब्याक टु फेरि अघि 1000वटा चढियो अब फेरि ओह्रालो 1000 भनेपछि 2000 चाहिँ चढिएछ ओह्रालो झर्दैछौँ हो मूलको पानी एकदम मिठो छ माइजो ल ठिक छ ल त्यो सेल्फी स्टोरमा जाउँ हामी यताबाट होला सम्झिँदा अघि यताबाट ल ओहो ल भाइ एकदमै ल भाइ धन्यवाद यस्तो मनकारी भाइ पनि हुँदो रहेछ ल ए हो ल एकदमै ल है ल धन्यवाद है भाइ ल धन्यवाद आमा ड्रिङ्क्स सफ्ट ड्रिङ्क हार्ड ड्रिङ्क्स
सबै रहेछ ल यहाँ चाहिँ ल साहसीको लागि समर्पित जुसहरू सुनदेखि नुनसम्म ल अब हामी चाहिँ लगभग यो हाम्रो देवी कालीदेवी मन्दिरको यात्रापछि अब हामी ओह्रालो झर्दैछौँ फेरि पुनः 1000 सिडी ओह्रालो झर्नेछौँ धुलीखेल हाइट लगभग 1700 मिटर अग्लो रहेछ यो चाहिँ फेरि अब हामी चाहिँ यहाँबाट ठ्याक्कै फेरि अब सुरु गर्छौँ 1000 सिडी तल हामी झर्दैछौँ अब सबैजना झऱ्यौँ अघि चढेका थियौँ भने अब हामी तल ओह्रालो झर्दैछौँ र आज आइतबार दिन भए तापनि खास त्यति धेरै टुरिस्टहरू खास त्यति चाहिँ देखिएन तर भाइहरू ल ठिक छ यहाँ दुईजना भाइ पुरा जोरदारका साथ हिँड्नुभएको छ ल ठिक छ भाइहरू र अहिले चाहिँ चराचुरुङ्गीको आवाज यो किराहरूको आवाज बढी सुनिएको छ ओहो किराको आवाज त डरलाग्दो सुनियो त ओहो एकदम एकदम झ्याङ्किरी कस्तो आवाज ल ल ल ल तपाईँले ल ल ल ल ल होइन जान्छ दाइ ल यस्तो दामी छ ल ल अब फेरि यहाँ सेल्फी खिच्न लाउनुपर्छ हाम्रो यहाँ याम दाइले सेल्फी खिचेर अब यो चाहिँ झ्याङ्की ल ल ल यो त हेर तर यस्तो के यो ड्रोनहरू उडायो चराचुरुङ्गी त्यो उनीहरू बसिरहेको छ भने यस्तो आयो भने एकदम कराउँछ नि ल ल ल फेरि ल दाइ ल ल जाओस् र हाम्रो दाइको चाहिँ एकदम साहित्य पाराको जाओस् ल फेरि वान मोर यति बेला हामी म्याग्दी बेर्नीका साथीहरू हामी केही परिवार यो धुलीखेल रिसोर्ट हुँदै यति बेला धुलीखेलको माथि 1000 स्टेप भन्ने ठाउँमा जङ्गलको माथि चुचुरामा रहेको देवीको मन्दिरमा आइपुगेका छौँ र यति बेला हामी मन्दिरको दर्शन गर्दै तल फेरि रिसोर्टमा बास बस्न झर्ने क्रममा छौँ र यति बेला यहाँ सुनिरहनु भएको छ यो वनमा यो एकान्त वनमा झाउँकिरी कराइरहेको छ हामीलाई कता कता हिजो वास्तवमा गाउँमा हामी कोही यहाँ मुस्ताङका साथीहरू छौँ कोही गोर्खाका छौँ पृथ्वीनारायण शाह गाउँको कोही हामी बेनीका छौँ बाहुलुङका छौँ र हामीले वास्तवमा बच्चा छँदाखेरि यानि कि अलिकति उमेर छिप्पिसकेपछि वनमा घाँस दाउरा गर्न जाँदाखेरि यसरी झाउँकिरी कराएको सुनिरहेका छौँ र धेरै वर्षको अन्तरालमा आज फेरि पनि एकपटक यो झाउँकिरी कराएको हामी सुनिरहेका छौँ र कता कता वास्तव यति बेला हामीलाई चाहिँ हिजोको त्यो बचपन कालको गाउँको याद आइरहेको छ तपाईँहरूलाई हामीले रियली वास्तवमा चाहिँ यो ठाउँ देखाउन नसकेको पनि यो भिडियो मार्फत यहाँलाई हामी ठाउँ देखाउने प्रयास गरिरहेका छौँ र यो झाउँकिरी कराएको आवाजले पनि सायद यहाँलाई हिजोको बचपनको चाहिँ ख्याल स्मरण गराउँछ भन्ने हामीले विश्वास लिएका छौँ अब हामी बिस्तारै हाम्रो बास स्थानतिर यानि कि हामी बसेको रिसोर्टतिर हामी जाँदैछौँ र यहाँले यो वन जङ्गल देख्नुहुन्छ यो जुन तपाईँको स्टेप देख्नुभयो यसलाई भनिन्छ 1000 स्टेप के भन्छ यो माथि देवीको मन्दिर जाने बाटो झाउँकिरीको एकदमै बढी आवाज आइरहेको छ यहाँ चाहिँ झन् कराई गर्छ झन् यता कहाँ छ यस कस्तो कराइरहेछ बाबा है कस्तो कहाँबाट करायो यही कराए जस्तो छ एकदम हजुर यस ल ल भन्नुहोस् दाजु ल अनि यहाँलाई वास्तवमा आज चाहिँ यो 1000 स्टेपको जङ्गल चढ्दै गर्दा कस्तो अनुभूति भइरहेको छ स्वच्छ हावा चाहिँ छ नेचुरल प्राकृतिक एउटा हावा पनि छ यसमा चाहिँ एकदमै यो खासै सबैजना आउनुपर्ने ठाउँ रहेछ यो चाहिँ एकदम हेल्थको लागि भने एकदम आउनुपर्ने त्यसमा हामी एकदम इन्जोय गरेका छौँ दाइ आजको जुन यो 1000 स्टेप हामी अघि बिहान माथि चढ्यौँ अहिले झर्दैछौँ हजुर हाम्रो म्याग्दी मुस्ताङ र गोर्खाको ठाउँ पनि यस्ता किसिमका 1000 होइन 2000 4000 स्टेप गराउन मिल्ने प्रकृतिले साथ दिएको ठाउँ छ के त्यहाँ हामी चाहिँ यो सिको गर्न सक्छौँ एकदमै तपाईँले राम्रो प्रश्न गर्नुभयो यो चाहिँ खास अब हामीले भ्रमण गर्दा घुमफिर गर्दा हरेक कुराहरू हामीले शिक्षा लिनु पर्ने हुन्छ त्यो मध्येमा एउटा यो आजको एउटा एकदम शिक्षा
वर्धक नै यो छ। यो चाहिँ तपाईँ हामीले चाहिँ आफ्नो जिल्लामा गएर गृह जिल्लामा गएर यस्तो खालको सम्भावनाहरू लिएर जानुपर्नेछ, त्यो प्रेरणा मैले पाएको छु दाइ। हस् धन्यवाद यहाँलाई। हस् धन्यवाद छ दाइ। हस् धन्यवाद। हजुरलाई कस्तो अनुभूति भइरहेको छ? गुड रमाइलो छ। दिनेश आवाज त खतरा आवाज त यार। निस्ले पानी पनि ल पानी खानु ल। आहा ल जङ्गलमा बिचमा आएर चाहिँ चट्ट चाहिँ मूलको पानी, यो चाहिँ जङ्गलभित्रबाट निकालेको पानी अब चट्ट गाउँघरकोमा चौतारीमा बसे जस्तो गरेर बसेर अब पानी घुर्को लाउने हो। एकदमै के भन्छ अरे मूलको पानी फिल्टरै नगरेको। मूलको पानी एकदमै ल, एकदम मूलको पानी ल पानी चाहिँ चट्ट प्यास लाग्यो। ठिक भयो त्यो उकालो ओह्रालो गर्दा माइजूलाई पनि ल खानु पिउनुहोस् पिउनुहोस् मूलको पानी अर्को पार्टमा यो लामो भने भिडियो मूलको पानी। कस्तो लागिरहेछ तपाईँहरूलाई चाहिँ? एकदम रमाइलो लागिरहेछ जियोस् होइन। अनि कस्तो लागिरहेछ? गुड हो। आज हिमालयन रिसोर्टमा आएर चाहिँ पुरा इन्जोय भइरहेछ होइन, वान नाइट। अनि के राम्रो लाग्यो यहाँ सबैभन्दा? भेटेर बस्न पायो, इन्जोय गर्न पायो होइन, बेला बेला साउना गर्न पायो, स्विमिङ गर्न पायो, पायो। अनि कतिको मजाले सुत्नुभयो राति चाहिँ? हो। अनि खाना चाहिँ कतिको मिठो थियो? एकदम मिठो थियो ल। अनि तपाईँ त आज चुपचाप गरेर बस्नुपर्छ त। हिजो त मैले त राम्रो स्विमिङ गर्नुभयो अरे नि त हो। पुरस्कार त खै दिनुपर्ने हो। दाइ तपाईँलाई कस्तो लाग्यो यहाँ चाहिँ? के हिमालयन चाहिँ नयाँ ठाउँमा आएको हुनाले एकदमै उत्सुकताको साथ राति नाचगान पनि गरियो, रमाइलो लाग्यो। र अहिले बिहानको ब्रेकफास्टले त झन् यति अद्भुत भयो कि आउनुपर्ने ठाउँ रहेछ भने जस्तो पनि लाग्यो। के छ भनाइ? ल सबैजना फोटो खिच्नमा व्यस्त। आमा ल सबैको जनाको ल यहाँ चाहिँ भाउजू सन्चै हुनुहुन्छ? ल ठिक छ ल। फेरि यता फोटो खिच्ने चाहिँ पुरा चाहिँ ल। मामा कस्तो लाग्यो तपाईँलाई बस्दाखेरि चाहिँ यहाँ? एकदमै रमाइलो लाग्यो। भान्जीसँग बस्नु पहिलोचोटि नै हो भान्जीसँग बसेको है जोस्। ल अनि एकदम मागिरहेको सबैजना ग्रुप बसेर फोटो खिचाउँछ एउटा चाहिँ ल। ए कहाँ जान्ला तपाईँ फेरि? हो ल यता राख्ने उता ल मिलाउनु अलि एक्सन जे हो नि। Wanna clear a bottle of Cabernet. Wanna stay home, not even drink. Wanna get out of my own head. Wanna lay down, overthink. I wanna cry every tear I got. Put on a dress, be a stranger's dream. Lock up this heart of mine, wanna wear it on my sleeve. I kinda wanna hate you, but I wanna love you too. I wanna hold you close and let you go. Find someone new, and I wish it wasn't, but my mind's made up in two. What's killing me the most is knowing two things can be true.
बेनीको माया साथीको साथ सधैँ सम्झिने बन्यो त्यो प्रभात शान्त वातावरण